तपाईँले देख्नुभएको आइटम के होला र कसरी बनाउन सकिन्छ भनेर सोचिरहनु भएको छ। आज चाहिँ म तपाईँहरूलाई घरैमा कसरी रम पन्च अथवा फ्रुट पन्च बनाउन सकिन्छ भनेर सिकाउन गइरहेको छु। यो ड्रिङ्क्स खाँदा एकदमै टेस्टी हुने गर्छ र यसको लागि चाहिँ आवश्यक मात्रामा स्याउ, सुन्तला, अङ्गुर, खरबुजा, कागती, पुदिना, आइस, फ्यान्टा, क्यानबेरी जुस, रेड बुल आदि चाहिने हुन्छ र सम्पूर्ण आइटमहरूलाई राम्रोसँग मसिनो हुने गरी काट्ने र त्यसलाई एक आपसमा मजाले मिक्स गरेर राख्नुपर्छ। अहिले चाहिँ सम्पूर्ण चिजहरू काटेर बकेटमा हामीले राखिसकेका छौँ। अब भने फ्रुट पन्चको लागि विशेष गरेर फ्यान्टा, क्यानबेरी जुस र रेड बुल हामी राख्दैछौँ। यो सबै राखिसकेपछि एक आपसमा मजाले घोल्नु पर्दछ। अब चाहिँ हाम्रो फ्रुट पन्च फाइनली रेडी भइसकेको छ र अब हामीले चाहिँ यसलाई हामी सर्भ गर्न जाँदैछौँ। कृपया तपाईँलाई यो भिडियो पक्कै पनि मन पर्यो होला। कृपया यस्तै भिडियो हेर्नको लागि कृष्ण तामाङ युट्युब च्यानललाई लाइक, सब्सक्राइब गर्न नभुल्नुहोला।